नमस्कार। तपाईलाई आज म एउटा इम्पोर्टेन्ट कुरा सेयर गर्न चाहन्छु। यो थाहा भएको कुरो तर नथाहा जस्तो हुन सक्छ। हेर्नुस् है, कसरी भन्दाखेरि तपाईले याद गर्नु भएको छ हाम्रो वरिपरि तपाईको फुलको बगैँचातिर अथवा कुनै बोट बिरुवाहरू हामी त्यो भएको ठाउँमा हैन कुनै बोट बिरुवा हामी हुर्काइरहेछौँ भने त्यसकै वरिपरि के आइदिन्छ, घाँस आउँछ हैन। अनि त्यो घाँस आइसकेपछि नेचुरली हामी के गर्छ, त्यो घाँस निकाल्छ नि। किन भन्दाखेरि त्यो घाँसमा निकाल्दा त्यसको तत्त्वहरू तपाईको त उसले खाइदिन्छ हैन। अनि उस्तै भयो भने तपाईको त्यो बोट पनि मर्न सक्छ। हेर्नुस् है, अब इम्पोर्टेन्ट कुरा हेर्नुस् है, फेरि त्यहाँ बुझ्नुपर्ने कुरा अर्को। तर त्यही घाँसहरू नि तर के हुन्छ, त्यो घाँस भए तापनि तर त्यो जुन बिरुवा अथवा रुख भनौँ न हैन, त्यो बिरुवा सानो बिरुवा तपाईँको रुख भइसक्छ नि हो, त्यतिखेर त्यो वरिपरि घाँसले फेरि केही असर गर्न सक्दैन। किन भन्नुहोस् न, त्यो सानो हुँदाखेरि ऊ विक हुन्छ, कमजोर हुन्छ हैन। तर जब ऊ स्ट्रङ हुन्छ नि हैन, बलियो हुन्छ नि, उसको जराहरू यसरी फैलिएको हुन्छ कि तपाईँको त्यो जमिनको मुन्तिरबाट उसले आफ्नो पोषण तत्त्व लिइसक्न सक्छ हैन, लिन सक्छ। भनेपछि त्यस्तै हामी पनि जब कमजोर हुन्छ नि हैन, त्यो कमजोर भएको अवस्थामा के हुन्छ, हामीलाई सानोतिनो कुराहरूले एट्याक बढी गर्छ क्या। तर हामी जब एकदम स्ट्रङ आफूमै पूर्ण छौँ नि हो, त्यतिखेर हरेक कुराको तपाईँको त्यो च्यालेन्जेस 100 जति जस्तो आए पनि त्यो अवस्थामा के हुन्छ भन्दाखेरि नेचुरली हामी के गर्छौँ, त्यसमा डिफिट तपाईँको हामी फाइट गर्न सक्छौँ। हेर्नुहोस् है, त्यो अवस्थामा चाहिँ हामीले जित्न सक्छौँ हैन। र अर्को महत्त्वपूर्ण पक्ष के छ भन्दाखेरि यो यही प्रसङ्गमा हेर्नुहोस् है, कहिलेकाहीँ अर्को इम्पोर्टेन्ट बुझ्नुपर्ने कुरो के हुन्छ, त्यो घाँस तपाईँको नेगेटिभ पक्ष हो नि हैन। नेगेटिभ पक्ष भनेको हामीले वरिपरि नेगेटिभ साथीभाइको सर्कल पनि यसरी हटाउनु पर्ने हुन्छ। हेर्नुहोस् है, यो कुरा हामीले बुझ्नु पर्यो। र अर्को झन् महत्त्वपूर्ण कुरो के हुन्छ भने नेगेटिभ मात्र होइन, पोजिटिभ कुरा पनि इम्पोर्टेन्ट छ यहाँ। किन भन्दाखेरि कहिलेकाहीँ के हुन्छ भन्दाखेरि जस्तै मान्नु यो सानो बोट मेरो सँगसँगै बोट अर्को पनि बोट छ, अथवा मान्नु त एउटा बेस्ट इक्जाम्पल धानको ब्याड तपाईँले देख्नु भएको छ नि हैन। धानको ब्याड राख्दाखेरि के हुन्छ भन्दाखेरि त्यो धान एकै ठाउँमा तपाईँको छरिन्छ। हेर्नुहोस् है, त्यो धानलाई हो। अब त्यो धान तपाईँको के हुन्छ भने जब एउटा लेभल यत्रो हाइट हुन्छ तपाईँको 7-8 हैन इन्चको, अनि के हुन्छ भन्दाखेरि त्यसपछि गएर त्यो धानको ब्याडबाट धानलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि निकालेर तपाईँको अन्त सार्नुपर्छ हैन। यदि त्यो नसार्ने हो भने आखिर त्यो धान हेर्नुहोस् है, यहाँ धान सबै हामीलाई इक्वली इम्पोर्टेन्ट छ, त्यो ब्याडमा राखेको हो। तर त्यही इम्पोर्टेन्ट छ, अब त्यही होस् भने हामी छोड्ने हो, के हुन्छ केही समयसम्म त्यो हुर्किन्छ, त्यसको तत्त्व पाउँजेल हैन। एउटा नेचुरली यो लेभलसम्म बढ्ला, यो लेभलसम्म बढ्ला, तर जुन रूपमा त्यो फर्स्ट आएर तपाईँको कोसा लाग्नुपर्ने अथवा धान फल्नु पर्ने नि त्यो फल्न सक्दैन। त्यतिखेर त्यसपछि त्यो अवस्था बिचमा चाहिँ तपाईँको कति त डढेरै मर्छ, कोही लागे जस्तो मात्रै हुन्छ, तर पूर्ण रूपमा त्यो सफल हुन सक्दैन। कुरा बुझ्नुहोस् है, यहाँ इम्पोर्टेन्ट। भने धान त सबै धान थियो नि हैन, तर धान एउटै भयो भने, बिरुवा एउटै भए पनि कहिले के हुन्छ भन्दा सेम बिरुवा तपाईँको 3-4वटा एकै ठाउँमा आयो अथवा भने त्यो अवस्थामा पनि हामीले त्यसलाई के गर्छ, निकालिदिनु पर्ने हुन्छ। हेर्नुहोस् है, कुरा बुझिरहनु भएको छ नि तपाईँले। भन्नु खोजेको लाइफमा पनि हेर्नुहोस् है, लाइफमा पनि तपाईँको के हुन्छ भन्दाखेरि राम्रो कुराहरूसँग नि हामी जब एट्याचमेन्ट बढी हुन्छ नि हो, त्यसलाई पनि त्यहाँबाट निकाल्नुपर्ने अवस्था हुन्छ। टु मच एट्याचमेन्ट जे कुरामा नि हुँदाखेरि त्यो समस्या क्रिएट हुने हो नि हो। जस्तै तपाईँ हामीले याद गर्नुभएको छ एउटा परिवारमा हैन, आमा बुवाले तपाईँको छोराछोरीलाई उत्तिकै माया गर्छन् हैन, सेम होइन, एउटै छोराहरू 2टा छोराहरू छन् भने पनि इक्वली माया गरेर हुन्छन्, धेरैवटा छोराछोरी अझै उत्तिकै माया गर्नुपर्ने अवस्था हुन्छ। किन आमा भनेको आमै हो नि त हैन। तर त्यही छोराछोरीलाई पछि गएर छुट्टिन्छन्। हेर्नुहोस् है, छुटेको अवस्था, यो अवस्थामा एक किसिमले हेर्दाखेरि आमाको मन त एकछिन कुडिन्छ हैन, सकेसम्म एकै ठाउँ बस्छु भन्ने हो नि हैन। तर जब त्यो छुट्टिन्छ नि सबैजना आफ्नो तरिकाले हो, अब हेर्नुहोस् है, अब त्यहाँ ऊ के अरे आफू हुर्किने ठाउँ प्लेटफर्म बनाउँछ आफूले सबैले। हेर्नुहोस् है, जसरी एउटै बोट तपाईँको एकै ठाउँमा हुँदाखेरि तपाईँको फस्टाउन सक्दैन नि हैन, त्यो हुर्किए पनि तपाईँको एउटा जुन रूपमा विशाल रूप हुनुपर्ने त्यो हुन पाउँदैन। हेर्नुहोस् है, यहाँ बुझ्नुपर्ने कुरो सेम त्यस्तै तपाईँको लाइफमा पनि जब त्यो आमाले सबै बच्चालाई एकै ठाउँ मात्रै माया मात्रै दिइरहने अवस्था थियो भने नि अब के हुन्छ, त्यो मायाले पनि कहिलेकाहीँ के हुन्छ भने उसलाई के अरे कमजोर पारेर अवस्था हुन्छ हैन। अनि उसले जुन च्यालेन्जेस लिनुपर्ने लाइफमा त्यो पाउन सक्दैन, अनि ऊ जुन रूपमा हुर्किनु पर्ने त्यो अवस्थामा हुर्किन पाउँदैन हैन। त्यो हुँदाखेरि जब उनीहरू छुट्टिन्छन् हैन, आफ्नो काम गर्छन्, आफ्नो मेहनत गर्छन्, आफ्नो परिश्रम गर्छन्, आफ्नो तपाईँको क्रिएटिभिटी त्यहाँ लगानी गर्छन् हैन, हो त्यही अनुसार तपाईँको उनीहरूले आफू डेभलप हुन्छन्। कोही तपाईँको डक्टर बन्छन्, कोही इन्जिनियर बन्छन्, कोही तपाईँको सामान्य व्यक्ति पनि बन्छन्। किन भन्दाखेरि त्यही एउटै परिवारमा पनि फरक नेचरका व्यक्तिहरू त्यो फरक गुण लिएर जन्मेको हुन्छ नि त हैन। त्यसले गर्दा उनीहरूको क्षमता पनि अनि के हुन्छ, त्यही अनुसार बन्दै जान्छ। जस्तो आफूले त्यो परिश्रम गरे हुन्छ नि, जस्तो उसले पढेको हुन्छ उही अनुसार बन्दै जाने हुन्छ। भनेपछि
यो एकै ठाउँमा हुनु पनि तपाईँको कहिले के हुन्छ पोजिटिभ पक्ष पनि एकै ठाउँमा पनि त्यो नेगेटिभ पक्ष देखिन्छ कि बढी त्यो हुँदाखेरि पोजिटिभ कुरा पनि कहिले हामी छुटाउनु पर्ने हुन्छ त्यसलाई छोड्नु पर्ने हुन्छ हैन त्यो हुँदाखेरि लाइफमा यदि सफल बन्ने हो भने हैन पोजिटिभलाई पनि हामीले टाढा राख्नुपर्ने हुन्छ नेगेटिभ मात्रै हैन नेगेटिभ त छँदैछ पोजिटिभलाई आउट गर्नुपर्ने हुन्छ कहिले धन्यवाद